यो कति हो सुन्दरी? त्यो चाहिँ सुन्दरी चाहिँ हाम्रो यति हो भनेर चाहिँ मलाई जानकारी भएन होइन। हात्ती महोत्सव त सुरुमा त खासै लगभग अब कन्टिन्यू हुन लागेको चाहिँ भयो 5-6 वर्ष। सुन्दरी प्रतियोगिता उद्देश्य अब यो रमाइलो र हात्तीहरूले मानिसहरू जस्तै गर्न सक्छन्, त्यसलाई सिँगार पटार गराउने जस्तै मान्छेको म्युजिक कन्टेस्टहरू राखेका हुन्छन्, त्यसलाई पनि हामी एउटा रमाइलो रूपमा एउटा रमाइलो हात्ती पनि मानवसँग एउटा के भन्नु सहजता छ, मानव जस्तै यसले पनि गर्न सक्छ। आज कतिवटा सुन्दरी प्रतियोगिता? आज 5वटा। किन 500 धेरैमा चाहिँ अब हात्ती सबै हात्तीहरू सम्मेलन गराउन चाहिँ हामीलाई पनि गाह्रो म्यानेज गर्दाखेरि अनि चित्रामा चाहिँ फर्स्ट सेकेन्ड थर्ड कसरी तपाईँ? हामीले चाहिँ हात्तीको चाहिँ सिँगार पटारको कुरामा, त्यसपछि हातुराको सफा भए नभएको कुरामा, घाउ हात्तीको शरीरमा चोटपटक भए नभएको, माउतेले भनेको स्वास्थ्य परीक्षणहरू छ र माउत साथीहरूलाई स्वास्थ्य परीक्षणको लागि हात्तीलाई तयार पारिदिन अनुरोध गर्दछु र हात्तीको स्वास्थ्य परीक्षणमा हाम्रा प्राविधिक साथीहरू तयार भइसक्नु भएको छ र अबको केही बेरमा नै हात्तीको स्वास्थ्य परीक्षण सुरुवात हुनेछ। हात्ती स्वास्थ्य परीक्षणमा रहनुहुनेछ डाक्टर अमिर शर्मा, जो संयोजक हुनुहुन्छ सकुल चिकित्सक डाक्टर अमिर शर्मा, चितवन राष्ट्रिय निकुञ्ज पशु स्वास्थ्य प्राविधिक मुकेश यादवज्यू र एनटिएनसीका पशु स्वास्थ्य प्राविधिक किरण राज रिजालज्यू हात्ती स्वास्थ्य शिविरको प्राविधिक टिममा हुनुहुन्छ। यहाँ तिनैजनाले हात्तीको स्वास्थ्य परीक्षण गर्ने हुनुहुन्छ। नाम, त्यसै गरी पेट र सुर लगायत मुखको परीक्षण स्वास्थ्य परीक्षण हुन्छ। हात्तीको मैदानमा यहाँले देखिराख्नु भएको छ। हात्ती अहिले सुतेको छ र सुतेको हात्तीको स्वास्थ्य परीक्षण प्राविधिकहरूले गरिरहेको भएको छ। यसको पन्जा, सुर, दाँत, धाराहरूको स्वास्थ्य परीक्षण हुन्छ हात्तीको र अन्य समयमा पनि हात्ती स्तन चलाउने अथवा हात्ती जसले पालिराख्नु भएको छ, नियमित